Hello everyone, welcome to Darjeeling Royal Defense Academy. तपाईहरु सबैजना कुशल हुनुहुन्छ भनेर हामी आशा गर्दछौं. सो आज चाहिँ we will start a new chapter, ratio and proportion. अनि रेशियो भनेको चाहिँ के हो हामीले यो जुनियर क्लासेसहरुमा पढेको हो. सो रेशियो भनेको के हो हामी रिभिजन गर्नेछौं. सो रेशियो इज अ mathematical way to compare two or more quantities. के रहेछ रेशियो भनेको एउटा दुईटा नभए दुईटा भन्दा बेसी क्वान्टिटिजहरुलाई के गर्नु कम्पेयर गर्नु तुलना गर्नु तर केसमा म्याथमेटिकल वेमा नम्बर्स द्वारा चाहिँ के गर्नु रिप्रेजेन्ट अर रिलेशनशिपलाई कम्पेरिजन गर्नु. सो इट इज एक्सप्रेस्ड एज अ फ्र्याक्सन अर युजिङ अ कलम. सो हामी रेशियो बुझ्न लागि चाहिँ एक्जाम्पल एउटा हेरौं. इफ अ बास्केट contains 10 mangoes and 20 apples, then the ratio of mangoes to apples is 10:2. के भन्दैछ यहाँ using a column. So this is a column. 10 कसरी यसलाई प्रोनाउन्स गर्छ 10:20 or it can be expressed as by using a fraction. यहाँ हेरौ यसलाई हामीले 10:20 नलेखेर 10/20 पनि हामीले यसलाई लेख्न सक्छ. सो यसलाई सिम्प्लिफाई गर्दा चाहिँ के हुन्छ यो 0 र यो 0 क्यान्सल आउट भएर के हुन्छ हाफ. सो यहाँ यसरी हामीले हेरौं भने म्याङ्गोज के छ एप्पलको हाफ छ. सो यसले करेक्टली रेशियोले करेक्टली के गर्दैछ कम्पेरिजन करेक्टली गर्दैछ किनभने 10 वटा म्याङ्गोज छ अनि 20 वटा एप्पल भनेपछि म्याङ्गोज के छ एप्पलको हाफ छ. सो यसले चाहिँ के गर्दैछ एप्पल र म्याङ्गोको के गर्दैछ रिलेसनशिपलाई म्याथमेटिकली देखाउँदैछ कम्पेयर गर्दैछ. सो तपाईले यो कुरा बुझ्नु भयो होला एक्जाम्पलबाट. अनि अर्को इम्पोर्टेन्ट कुरा हामीले याद गर्नुपर्ने चाहिँ छ द क्वान्टिटिज टु बी कम्पेयर्ड. जुन चाहिँ पनि क्वान्टिटिजहरु हामी कम्पेयर गर्नु आँटेको छ त्यो चाहिँ के हुनुपर्छ सेम युनिटको हुनुपर्छ. जस्तै केजी के युनिट हो वेटको. सो केजी अनि लिटरलाई चाहिँ के गर्नु सक्दैन कम्पेयर गर्नु सक्दैन किनकि उनीहरु के हो डिफरेन्ट युनिट छ. सो कम्पेयर गर्न लागि चाहिँ युनिट्सहरु सेम हुनु पर्यो. वेटको केजी ग्राम्स हो केजीलाई कम्पेयर गर्न सक्छ केजी ग्रामलाई पनि कम्पेयर गर्न सक्दैन किनकि केजी र ग्राम के हो डिफरेन्ट युनिटहरु हो. सो हामीले कम्पेयर गर्न लागि चाहिँ ग्रामलाई किलोग्राममा कन्भर्ट गर्नु पर्यो. त्यसरी नै हामीले युनिट सेम राखेर चाहिँ के गरिन्छ रेशियोलाई कम्पेयर गरिन्छ. अनि अर्को इम्पोर्टेन्ट कुरा द अर्डर A:B इज डिफरेन्ट फ्रम B:A. भन्नु खोजेको चाहिँ A हामीले मानिलियौं कुनै एउटा नम्बर थियो 2 B 4 थियो. सो 2:4 is not equal to 4:2. के हो 2:4 र 4:2 चाहिँ के हैन सिमिलर हैन उनीहरु डिफरेन्ट हो. सो हामी यो क्वेशनहरु जब गर्दै जान्छ त्यतिखेर चाहिँ बुझ्छ कि यो अर्डर चाहिँ किन इम्पोर्टेन्ट हो भनेर. सो म आशा गर्दछु तपाईले यहाँसम्म रेशियोको स्मल कन्सेप्टलाई बुझ्नु भयो होला भनेर अब हामी डाइरेक्टली क्वेशन्सहरु हेर्दै छौं. सो क्वेशन छ इफ द इन्कम अफ A and B is 5200 and it is divided in the ratio of 5:8, then what is the income of B? So के दिएको छ यहाँनिर A र B को इन्कम दुई जनाको एड गरेर सम चाहिँ 5200 छ रे. A र B को इन्कम A plus B is equal to 5200 and divided in the ratio 5:8. 5200 लाई कति रेशियोमा बाटेको रहेछ 5:8. सो A:B भनेको के हो A:B रेस्पेक्टिभली के हो 5:8 हो. और हामीले A/B is equal to 5/8 पनि लेख्न सक्छ. सो हामी क्वेशनलाई कसरी सल्भ गर्छ भन्दा चाहिँ इन्कम के छ 5200 छ रेशियो 5:8 छ. त्यसो भए B को इन्कम चाहिँ कति हो त हामीलाई B को इन्कम खोज्नु छ तर हामीलाई इन्कम थाहा छैन हामीलाई के थाहा छ रेशियो थाहा छ. 5200 मा चाहिँ 8 चाहिँ के हो B को शेयर हो 8 चाहिँ के हो B को शेयर हो किनकि A:B is equal to 5:8. सो टोटल इन्कम कति हो 5200 हो राइट. टोटल इन्कम 5200 हो. अनि हामीलाई कसको चाहिँ इन्कम खोज्नु छ कसको शेयर निकाल्नु छ कसको B कति हो 8 हो. सो इन्टु 8 अन्त डिभाइडेड बाइ 13. यो 13 चाहिँ कसरी आयो भन्दा चाहिँ हामीले टोटल यो 5200 इन्टु 8 लाई चाहिँ टोटल रेशियोले डिभाइड गर्नुपर्छ. सो 13 चाहिँ कसरी आएको 5 + 8 गरेर चाहिँ 13 आएको. सो 5200 इन्टु 8. So 13 into 4 is 52. So 13 into 400 is 5200 into 8. So अब further cancel out भएन. So 8 into 400 कति हुन्छ
3200 सो देयरफोर के हो बी को इन्कम चाहिँ कति हो 3200 और हामीले यसरी गर्न सकेन भने दिस इज भेरी इजी सक्नु त सक्छ तर अर्को अल्टरनेटिभ वे चाहिँ के हो भन्दा चाहिँ 13 पहिला हामीले 13 लेख्यो 13 कति हो टोटल रेसियो 13 हो 13 कति हो टोटल अमाउन्ट 5200 हो हामीलाई के चाहिएको 8 मात्रै चाहिएको बी को रेसियो 8 हो नि त सो 8 मात्रै चाहिएको सो हामी के गर्छौँ भने 5200 र 8 लाई चाहिँ मल्टिप्लाई गर्छ अनि 13 लाई चाहिँ डिभिजनमा लान्छौँ यहाँनिर 5200 × 8 डिभाइडेड बाइ 13 गऱ्यो भने फेरि आन्सर के हो सेमै हो 3200 सो हामीले आन्सर कति आयो बी को इन्कम कति रहेछ 3200 इफ हामीलाई क्वेसन अझै सोधेको भए त्यसो भए बी को इन्कम आयो 3200 त्यसो भए ए को इन्कम चाहिँ कति हो भनेर सोध्यो भने हामीले फेरि यही प्रोसेस नगर्दा पनि हुन्छ हामीले डाइरेक्टली के गर्छ 5200 टोटल इन्कम थियो त्यसमा बी को इन्कम 3200 थियो सो 5200 मा 3200 माइनस गर्यो भने कति हुन्छ 2000 त्यो चाहिँ के हो ए को इन्कम हुन्छ अब हामी अर्को नेक्स्ट क्वेसन हेरौँ व्हाट विल बी द क्यूब रेशियो अफ ए 4:7 अनि अर्को क्वेसन बी के छ 5:6 सो के खोज्नुहुन्छ क्यूब रेशियो अफ 4:7 सो क्यूब भनेको के हो 4 to the power 3 सो 4 to the power 3 is to 7 को क्यूब 7 to the power 3 सो 4 क्यूब भनेको कति हो 64 7 क्यूब भनेको कति हो 343 सो 7 ले 3 टाइम्स मल्टिप्लाई गर्यो भने के हुन्छ 7 × 7 343 नेक्स्ट क्वेसन छ 5 अनि 6 5:6 सो 5 को पनि क्यूब निकाल्यो दैट इज 125 अनि 6 को पनि क्यूब 216 सो यो के भयो क्यूब रेशियो अफ 5:6 कति हो 125:216 सिमिलर क्वेसन छ अर्को क्वेसन नम्बर 3 व्हाट विल बी द क्यूब रूट अफ 125:64 क्वेसन नम्बर ए 125:64 सो 125 को क्यूब रूट कति हो 5 किनकि 5 × 5 × 5 इज 125 अगेन 64 125:64 64 को क्यूब रूट के हो 4 सो आन्सर कति हो 4:4 क्वेसन नम्बर बी 216 अनि 729 को के निकाल्नु अरे त्यसको रेशियो भनेर क्यूब रूट को रेशियो भन्नु अरे सो 216 को क्यूब रूट के हो 6 अनि 729 को क्यूब रूट के हो 9 सो यो क्वेसनहरु सल्भ गर्नु लागि चाहिँ तपाईले के याद गर्नु पर्यो 1 देखि लिएर 15 सम्म चाहिँ तपाईले क्यूब रूट अनि 1 देखि लिएर 30 सम्म चाहिँ तपाईले स्क्वायर रूट पढ्नु भयो भने चाहिँ राम्रो हुनेछ तपाईले इजिली सल्भ गर्न सक्नुहुनेछ अनि यो च्याप्टरको लागि मात्रै हेल्पफुल नभएर जुन चाहिँ स्क्वायर रूट अनि क्यूब रूट छ च्याप्टर त्यसमा पनि तपाईले त्यो पढ्नु नै पर्छ सो तपाईले यो याद गर्नु पर्यो अनि मेमोराइज गर्नु पर्यो नेक्स्ट क्वेसन छ क्वेसन नम्बर 4 व्हाट विल बी द रेशियो अफ 500 ग्राम एन्ड 5 kg सो यहाँ के देख्छ 500 ग्राम अनि 5 kg को रेशियो मैले प्रिभियसली भनेको थिएँ ग्राम अनि केजी के हो डिफ्रेन्ट युनिट्स हो सो ग्रामलाई के गर्नु पर्यो अब हामीले केजीलाई के गर्नु पर्यो ग्राममा कन्भर्ट गर्यो सो 1 kg मा 1000 ग्राम हुन्छ भने 5 kg मा 5 kg भनेको कति ग्राम हो 5 × 1000 5000 ग्राम सो अब हामी चाहिँ यसलाई अब चाहिँ हामी के गर्न सक्छ कम्पेयर गर्न सक्छ किनकि युनिट के भयो दुईटै ग्राम अनि ग्राम भयो सो 500 ग्राम is to 5000 ग्राम सो यसलाई क्यान्सल आउट गर्दा दुईटा जिरो के हुन्छ क्यान्सल आउट भएर 5 र 50 बाँच्यो सो 5 × 1 is 5 अनि 5 × 10 is 50 सो 1/10 और यसरी पनि लेख्न सक्छ 1:10 पनि हामीले लेख्न सक्छ सो रेशियो के रहेछ 1:10 नेक्स्ट क्वेसन हामी हेरौँ इफ A is to B is equal to 4:7 then what will be 4A plus B is to 7A minus B so के दिएको छ यहाँनिर A कति हो 4 हो बिकज A 4 हो अनि B के हो 7 हो त्यसो भए 4A plus B is to 7A minus B कति हुन्छ 4A A को जग्गामा के हाल्नुपर्छ हामीले भ्यालु A को भ्यालु कति हो 4 प्लस B कति छ 7 छ is to 7A 7A को जग्गामा के हाल्यो भ्यालु A को that is 4 minus 7 so 4 × 4 is 16 plus 7 23 अनि त्यहाँनिर 7 × 4 is 28 28 minus 7 कति हुन्छ 21 so के आयो रेशियो कति आयो 23:21 सो आयो तपाईले यो सबै चारटै प्रश्नलाई राम्रोसँगले बुझ्नु भयो होला भनेर इफ एनी
क्वेसन इफ एनी डाउट तपाईँले कमेन्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ सो आज हामी यति नै गर्नेछौँ सी यू इन द नेक्स्ट भिडियो थ्याङ्क यू फर वाचिङ एन्ड डु नट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब आवर च्यानल